हेलो साथीहरू नमस्कार। आज म केही मनमा लागेका कुराहरू भन्न गइरहेको छु। भदौ 23 र 24 गते भएको चेन्जी आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मेरो थोरै आफूले बुझेका कुराहरू र आन्दोलनको पछाडि कसको हात छ र अब चाहिँ कसरी यहाँभित्र कस्तो कस्तो अदृश्य शक्तिहरूले खेलिरहेको छ भन्ने कुरो त नेपालमा अब सामान्य रूपमा त सबैले बुझेकै छन्। अब ठुल्ठुला देश दक्षिणतिर भारत अनि उत्तरतिर चाइना र अमेरिका पनि ठुलै छ। अब अमेरिकाको पनि साम्राज्यवाद विस्तार नीति अन्तर्गत नेपालमा पनि पहुँच छ, नेपालमा पनि खेले गर्छ भन्ने कुरो अब कसैले पनि कसैसँग लुकाएर लुक्ने कुरै भएन। यो चाहिँ सबैले बुझेकै कुरा हो। तर मलाई चाहिँ अहिले एउटा आश्चर्यजनक रूपमा एउटा नयाँ शक्ति प्रकट भएको छ। यो आन्दोलन पश्चात सुशीला कार्कीको नेतृत्वमा एउटा मन्त्रीमण्डल पूर्ण त भएको छैन, तर मन्त्रीमण्डल गठनै भएको मानौँ। त्यसपश्चात सुशीला कार्कीलाई बधाई तथा शुभकामना ज्ञापन गर्ने क्रममा एउटा तिब्बतीयन धर्मगुरु जसले स्वतन्त्र तिब्बतको आन्दोलनको अगुवाई गरिरहेको छ, दलाई लामा भन्ने व्यक्ति, उसको तर्फबाट अस्वाभाविक तरिकाले खुलेरै शुभकामना ज्ञापन भएको छ। यो चाहिँ मैले अहिलेसम्म नदेखेको कुरा, अहिलेसम्म शुभकामना प्रकट यसरी देखिने हिसाबले प्रकट भएको थिएन। यो चाहिँ मलाई अस्वाभाविकै लागेको छ। अब उलाई दलाई लामालाई संरक्षण कसले गरेको छ भन्दाखेरि भारतीय सरकार र अमेरिकन सरकारले चाहिँ दलाई लामालाई संरक्षण गरेर राखिरहेको छ। र कतिपय तिब्बतीयनहरू शरणार्थीको रूपमा नेपालभित्र पनि छन्। अब नेपाल सरकारको रेकर्ड अनुसार त 4500 को रेसियोमा शरणार्थीहरू छन् भन्ने छ। तर अदृश्य हिसाबले दर्ता नभइकन लुकीछिपी बस्ने हिसाबले चाहिँ 12,000 भन्दा बढी तिब्बतीयन शरणार्थीहरू नेपालभित्र छन् भन्ने एउटा आकलन गरिन्छ। अब यसको पछाडि पर्दा पछाडिको गेम के हो त्यो चाहिँ अब बिस्तारै खुल्दै जाला। पहिलाको जस्तो अवस्था छैन। अहिले धेरै कुराहरू गुपचुप राख्न खोजे पनि गुपचुप नरहने अवस्था छ, बिस्तारै खुलिहाल्छ। अनि त्यो 23 गते जुन 19 जना जेन्जी बालबच्चाहरू भाइ बहिनीहरू जो मृत्यु भइसकेपछि एउटा केपी ओलीले मिटिङ राख्नु भएको रहेछ। त्यो मिटिङमा केपी ओलीले पनि क्वेसनहरू गर्नुभएको छ। त्यो क्रममा चाहिँ हाम्रो भुपू भन्नु पर्यो अब गृहमन्त्री रमेश लेखक ज्यूले उहाँको राजीनामा पनि मागेको थिएन, केही पनि उहाँलाई त्यस्तो केही प्रेसर पनि दिएको थिएन, तर उहाँले अकस्मातै राजीनामा बुझाएर हिँड्नुभएछ। यो पनि एउटा शङ्कास्पद छ। उहाँलाई पूर्व जानकारी नै थियो कि भोलि 24 गते यस्तो हुँदैछ भन्ने। अनि के भने उहाँलाई चाहिँ यो षड्यन्त्रमा यो मान्छेहरूको हात छ, यो शक्तिहरूको चलखेल हुँदैछ भनेर आफू बच्नलाई चाहिँ उहाँले त्यस्तो रणनीति लिएको हुनुपर्छ। अनि जुन 23 गतेको घटनामा गोली चलाउने यो चाहिँ मलाई चाहिँ के लाग्छ, तपाईँहरूले चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला हैन। मलाई चाहिँ के लाग्छ भनेपछि यो जुन 23 गते गोली चलाउने एउटा गिरोह छ, यो पुलिसको काम होइन जस्तो लाग्दैछ है मलाई चाहिँ। अब यो छातीमा र टाउकोमा ताकी यस्तो रेन्जले ट्याक्क पर्ने गरेर हान्ने एउटा कुशल खेलाडीहरू छन् त्यहाँभित्र। तर यो प्रशिक्षित व्यक्तिहरूद्वारा नै यो भएको छ, मलाई त्यस्तो लाग्दैछ। अब एउटा कोही गिरोह छिराइएको थियो जस्तो लाग्छ। कतिपय गोप्य इन्डियन इन्टरभ्यूहरू हेर्दाखेरि पनि बङ्गलादेशको आन्दोलनमा जुन गोली चलाइएको तरिका र नेपालमा गोली चलाइएको तरिका एउटै हो भन्ने कुरा पनि अलिअलि इन्टरभ्यूमा सुन्न सकिन्छ। स्नाइपरद्वारा गोली चलाएको हो कि जस्तो, माथि बिल्डिङमा बसेर माथिबाट अगाडिको मान्छेलाई नलागेर बिचका मान्छेहरूलाई लागिरहेछ गोली हैन। यो चाहिँ अब पुलिसहरू बिचरा हात जोडेर भाग्ने अवस्थामा भएका पुलिसहरूले गोली कसरी चलाए यो पनि अनुसन्धानकै विषय रहेको छ है। अहिले सबैले पुलिसलाई गाली गरिरहेको छन् हैन, तर यसरी पुलिसलाई पनि गाली नगरौँ हैन। बिचरा उहाँहरू नै आफ्नो ज्यान जोगाउनलाई भागेको अवस्था छ। हतियारै छोडेर ड्रेसै खोलेर छोडेर यसरी भाग्ने अवस्था भएको पुलिसहरूको। अब यो अनुसन्धान गर्नै पर्ने अवस्था छ हैन। अब त्यो गोली कुन रेन्जबाट आएको छ, कुन एङ्गलबाट आएको छ भन्ने कुरो अनुसन्धानमा त थाहा भइहाल्छ। अब सिधा हानेको र माथिबाट आएको र त्यहाँबाट चलेको गोलीहरू, अब त्यो पोस्टमार्टम गर्दाखेरि यी कुराहरू केही पनि खुलेको छैन। अब त्यो पुलिसले गर्नुपर्ने कुरा हो, त्यो अनुसन्धानबाट खुलाउनु पर्ने कुरा हो। यो खुलेकै छैन। पोस्टमार्टममा के पाइयो, रिपोर्टमा के पाइयो। अब कतिपयलाई अगाडिबाट गोली लागेको जस्तो लाग्छ, कतिपयको पछाडिबाट पनि गोली लागेको हुनसक्छ हैन। यो चाहिँ अनुसन्धानको क्रममा खुल्नुपर्ने कुरा हो। मलाई चाहिँ यो ठुलो षड्यन्त्रको रूपमा लाग्दैछ। र यो फागुन 21 गते पनि चुनाव हुन्छ कि हुँदैन भन्ने चाहिँ मलाई आशंकै छ। अब तपाईँहरूलाई कस्तो लाग्छ हैन। अब धेरै शक्तिहरूको चलखेल यहाँ बढ्दो छ। अब पुराना
तीन दलले पनि अब एक हिसाबले गुटबन्दी गरेर फेरि अर्को आन्दोलनको तयारी गर्दैछन्। अब यो कसरी जान्छ भन्ने कुरो अब अझै पनि अन्योलताग्रस्तै छ। अब सबैजना संयमित हुनु पर्यो होइन। यो देशलाई, नेपाल देशलाई चाहिँ यो एउटा अन्योलतामा धकेल्नेहरूको विरुद्धमा हामी पनि चनाखो हुनु पर्यो। शङ्कास्पद गतिविधिहरू कहीँ भएको छन् भने मोबाइलबाट भिडियो खिचेर हुन्छ कि कसैलाई पुलिसलाई फोन गरेर हुन्छ कि कसरी हुन्छ सबैले जानकारी गराउनु म अनुरोध पनि गर्छु। मलाई चाहिँ मनमा लागेको कुरा है यो चाहिँ अलि अदृश्य कुराहरू, षड्यन्त्रका कुराहरू। अब तपाईँहरूलाई पनि के कसैलाई केही लागेको छ भने कमेन्ट गर्नु होला है। धन्यवाद।